हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म किन रेडी भइरहेको छु भने चाहिँ आज हामी जाँदैछ बागडोग्रा। हाम्रो बागडोग्रामा चाहिँ हाम्रो देपा देमाहरू बस्नुहुन्छ नि त, अनि बहिनीको चाहिँ बिहा छ। सो त्यही कारणले हामी जाँदैछ र अहिले फिलहाल टाइम भएको छ 3 बजेको छ। हाम्रो गाडी चाहिँ 4 बजे आउनेवाला छ। गाडी चाहिँ यहाँ छ। अहिले भने चाहिँ हामी पक्क्योङ आइपुगेको छौँ। हाम्रो गाडी चाहिँ 4 बजेको छ, तर हामी चाहिँ यहाँ सबैजना सुनसान छ। सुनसान अहिले चाहिँ हामी बागडोग्रा आइपुग्यौँ है। निलिमाको घरमा चिया खाएर अलिकति यहाँनिर बसिरहेको छ। अहिले चाहिँ हामी कति बजी आइपुग्यौँ? 9 बजी। 9 बजी चाहिँ त्यहाँबाट फेरि एकछिन हामी चाहिँ सिलगढी जाँदैछौँ केही सामानहरू लिनुको लागि। फिलहालमा चाहिँ यहाँ अहिले प्रिपरेसन चल्दैछ। सामानहरू केही मिलाएको छैन हो। यहाँ चाहिँ तपाईँको मण्डप हुन्छ। यो चाहिँ हुँदैछ हाम्रो दस्तुर, लाइक राईको केही रिचुअल्सहरू चल्दैछ। दाजुभाइ दिदीबहिनी चेलीबेटीहरू सबैजनालाई मेरो नमस्कार। स्वर्गीय किशोर बान्तवा राईको छोरी र श्रीमती विष्णुमायाको आयुष्मती छोरी ममता बान्तवा राईको बान्तवा राई हिजो न अस्तिको दिनमा राल सिँगारवाला थिए अरे, त्यस्तै पनि भोलि आइपुग्नु हुँदैछ। भोलि मगनी अनि घर टेकाउने काम गर्दैछन्। यसको लागि उहिले पराकालदेखि पूर्वज कालदेखि सुङ्ने मापारुहाङलाई पनि जोडी बाँधिने चिन्चो थिए अरे। त्यो चिन्चो चाहिँ के अरे चिबेचरी थिए अरे है भन्छन् भएको छ। र उहाँले के अरे के पो भन्छ सुनको जुवा एन्ड अब हाम्रो मेहन्दी स्टार्ट हुन लागेको छ। सो आजको हाम्रो डेकोरेसन चाहिँ यहाँ रहेको छ। खाना खाइहाल्नु नि, खाना खायो त्यो सबै मैला छ। एउटा खानाले
अनि हाम्रो बेहुलीले पनि यहाँ चाहिँ मेहन्दी लगाउँदै हुँदैछ। गर्नुस् न तुर्क भयो लु भयो नामको लागि मात्रै भयो हुन्छ धेरै केमिकल रिएक्सन होला के
डाइनिङ We are missing our Dada, Darshan Dada. We are missing you a lot. यो चाहिँ हाम्रो भोलिको लागि हो के हुन्छ भन्दा DJ. एउटा चाहिँ हुन्छ अरे भोलि नै थाहा हुन्छ ल यहाँ चाहिँ स्वागतम शुभ विवाह ममता र भाइको ज्वाइँको नाम यो छ हाम्रो डेरो अनि हामी चाहिँ अहिले फिलहाल अलिकति बाहिर निस्केको किनभने चाहिँ यो डेकोरेसन हेर्नु यहाँ छ तपाईँको यो राईको हुन्छ नि यो के भन्छ यो राईको यो खतरा डलर हामीलाई चाहिँ थाहा पनि छैन ट्रेडिसनल कल्चरल कुराहरू अब हाम्रो अहिले फिलहाल घरमा पुरा बेसी मान्छे छ भित्र बाहिर सो हामी चाहिँ एकछिन यहाँ आएको यो भ्लगर्स अर्को चाहिँ यहाँ छ अङ्कलहरू हुनुहुन्छ यहाँनिर चाहिँ आज फिलहालमा हाम्रो मण्डप चाहिँ यहाँ बनिन्छ तर फिलहालमा मण्डप चाहिँ भइसकेको छैन अभियसली यो हाल्छ देउला बुढाले चाहिँ बिचमा बस्छ अरे बनाएको यहाँनिर चाहिँ हाम्रो साउन्ड सिस्टम छ अन्त यहाँनिर चाहिँ जन्ती बस्नुहुन्छ हामी पनि बस्नुपर्छ यहाँनिर एक दिन भाइ त कहिले बस्ने अर्को साल ला तर मेरो चाहिँ पिम्पल चाहिँ बेसी आइरहेछ कि भैयाहरूको काम चल्दैछ हामी चाहिँ यहाँनिर अल्छी लाग्यो यो चाहिँ हाम्रो भोलि बेहुली र बेहुलालाई टिका लगाइदिने के हो यो के भन्छ यसलाई चाहिँ त्यस्तो तोङ्बा दिन्छ कि अन्त कोही बेला उताबाट नेपालबाट पाहुना आउँछ नि त हो त्यसको लागि चाहिँ यो मैले मगाएको त्यो के तिमी चाहिँ भिडियो बनाएको दामिनी उताबाट ल्याइदिनु भएको यो सब चाँदीको होला हो होइन चाँदी यो टिका मुस्ने र यो यस्तो यो चाहिँ अब यो सधैँ बहिनी टिका लाउनु होइन यहाँ टिका लाउनु यहीँ राख्ने घरमा यो त दिँदैन नि यो त पठाउँदैन नि कहिलेको अरे बहिनी नानी को हो सानो को हो सानो को हो अनि अर्को चाहिँ यहाँ बिजी रिङ्को रिङ्को आइज आमा उसको फिलहालमा हामी चाहिँ बाहिर गएको किनभने पुरा भित्र बस्दा गरम भयो हेर्नुहोस् न को यो चाहिँ हाम्रो यता मेन हाइवे हो यहाँ चाहिँ सबैभन्दा मिठो मोमो हुन्छ अरे भनेर चाहिँ हामी चाहिँ आएको नाना कस्तो रहेछ म टेस्ट गर्नेवाला छु छुनालाई कस्तो रे मिठो मिठो छ मलाई पनि ठोगाइसक्यो म पनि ट्राई गर्छु अचार डर लाग्दो मलाई पनि ठोकाएँ क्या हुचिङ हालेको आउँछ तातो है खाएको तातो तातो म सक्दिनँ तातो अझै मन ठिक्कैको तातो रहेछ नि त जस्तो तातो नै हो कस्तो भयो मोमो
मोमो खाएर कस्तो भयो नानीहरु भन न सेटिस भयो